ए घर में चल रहा था। ट्युसन सेन्टर आज त चल्यो कि चलेन थाहा छैन। ल हामी साइन्समा छौँ, साइन्स को इम्पोर्टेन्ट उयोमा छौँ है। ल कन्सेप्ट बुझिराख। बाँकी 2-4 दिन मोबाइल दिए भने भाइको मोबाइल युज गरे भए पनि कसरी भए पनि ट्राई गर्ने है। मोबाइल युज दिइहाल्यो भने उसलाई दिने भन्ने मोबाइल भएन। ऐसा ही होता है हमारे यहाँ ऐसा ही होता है भन्छ नि ल आजको टपिक छ, हामीले अस्ति पढ्यौँ गुरुत्व प्रवेगको हिसाब गऱ्यौँ हैन। सो अब यता हेर्दाखेरि हामीले जी को भ्यालु पढिसक्यौँ। के पढिसक्यौँ? हामीले गुरुत्व प्रवेगको हिसाब गरिसक्यौँ है। गुरुत्व प्रवेग जी को भ्यालु आजको टपिकमा चाहिँ विज्ञानमा चाहिँ हामी हाम्रो यतातिर चेक गर्नेछौँ। पृथ्वीको गुरुत्व प्रवेगमा भिन्नता। पृथ्वीको गुरुत्व प्रवेगमा भिन्नता है। सो यसमा हेर्नेछौँ र योभन्दा पहिला हामीले एउटा फर्मुला हेऱ्यौँ। जी गुरुत्व प्रवेग जी को भ्यालु के छ? जी यतातिर के छ? जी एम अपन आर स्क्वायर। यो वाला फर्मुला याद गरेर राख्ने। यो वाला फर्मुलामा यो चाहिँ ग्रहको पिण्ड है, वस्तुको पिण्ड होइन। के हो यो? ग्रहको पिण्ड है। यो अर्धव्यास हो, यो गुरुत्वाकर्षण अचर हो है। यो गुरुत्व प्रवेग हो। ओके। अब यसमा चाहिँ हामीले गुरुत्व प्रवेगको मान उसको ग्रहको पिण्ड र उसको अर्धव्याससँग के छ के रिलेटेड हुन्छ है। यो यसको पिण्डसँग के छ? समानुपातिक र यससँग व्युत्क्रमानुपातिक हुन्छ है। इन्डाइरेक्टली प्रोपोर्सनल हुन्छ। जी इन्डाइरेक्टली प्रोपोर्सनल टु आर स्क्वायर, जी डाइरेक्टली प्रोपोर्सनल टु एम। यो रिलेसन्स हामीले यसरी हेर्न सक्छौँ राइट। सो अब यतातिर हामीले अस्ति पनि हेऱ्यौँ, प्वाँख र सिक्काको प्रयोग हेऱ्यौँ। प्वाँख र सिक्काको प्रयोग है। त्यहाँ उनीहरूको माससँग सम्बन्धित थिएन, थियो उनको माससँग सम्बन्धित थिएन राइट। अब यतातिर आर दूरीसँग अर्धव्याससँग सम्बन्धित छ भने चाहिँ हामी आज नयाँ टपिक यहाँ हेर एउटा क्वेसन आउँछ। एउटा क्वेसन यसैमा आउँछ, बृहस्पतिको पिण्ड पृथ्वीको भन्दा करिब 319 गुणा बढी छ। एउटा क्वेसन आउँछ जस्तो बृहस्पति छ ग्रह, बृहस्पति ग्रहको जो पिण्ड छ, ग्रहको पिण्ड मास जो छ पृथ्वीको भन्दा कति हुन्छ? पृथ्वीको भन्दा ग्रेटर देन कति हुन्छ? कति टाइम भइरहेछ? 319 गुणा बढी हुन्छ। 319 गुणा पृथ्वीको पिण्ड। पृथ्वीको पिण्ड भन्दा बृहस्पतिको पिण्ड कति हुन्छ? 319 टाइम्स बढी हुन्छ। मतलब यसको तौल कति हुन्छ? बृहस्पति ग्रहको तौल जो मतलब मास पिण्ड जो छ, पिण्ड है, तौल भन्दैछु पिण्ड जो छ, यसको जो टोटल मास जो छ त्यो कसँग यो पृथ्वीको सँग कति, पृथ्वीभन्दा कति गुणाले बढी रहेछ? 319 गुणा। तौल्दाखेरि यसरी तराजुमा तौल्दाखेरि दुईटाको हेर्दाखेरि चाहिँ भनौँ न त हिसाबले यसको के छ? त्यति गुणाले बढी, यसको योभन्दा यति गुणाले बढी हुने। यो सानो भयो, यो ठुलो भन्दा यसरी बुझ्ने। यो के छ? यत्रो, यो यत्रो, यसरी बुझ्ने है। योभन्दा यो बढी भयो तर पनि यति गुणा बढी भए तापनि भनेको छ। अब यसको यो यति भइसकेपछि पनि गुरुत्व प्रवेगको यो यसको क्वेसन यसमा आज यसको गुरुत्व प्रवेगको मान केवल 2.6 गुणाले मात्र बढी छ। यहाँ हेर एउटा क्वेसन आउँछ, पृथ्वीको पिण्ड यो बृहस्पति ग्रहको पिण्ड पृथ्वीको भन्दा 319 गुणाले बढी भए तापनि यसको गुरुत्व प्रवेगको मान, यसको भनेको कसको भनेको? बृहस्पतिको गुरुत्व प्रवेगको मान
मान है, यो ग्रहको पिण्ड दिया छ है, मतलब यामसँग सम्बन्धित छ नि त है। गुरुत्व प्रवेगको मान केवल 2.6 गुणा मात्रै बढी हुन्छ, मात्रै बढी हुन्छ। यो क्वेसन आउँछ है, यो क्वेसन नै हो। यो क्वेसन कस्तो हो भने यो यसको पिण्डको यति ठुलो भए तापनि है, पृथ्वीको पिण्ड यति ठुलो भए तापनि, यो बृहस्पतिको पिण्ड यति ठुलो भए तापनि यसको जी को भ्यालु यति गुणाले मात्र बढी हुन्छ भन्नाले यो बृहस्पति छ, बृहस्पति ग्रह छ, यसको जो जी छ, बृहस्पति ग्रहको जो छ, बृहस्पतिको जो जी को भ्यालु छ कति गुणाले मात्र बढी छ, 2.6 अफ पृथ्वीको जी। पृथ्वीमा हुने जी भन्दा बृहस्पतिमा हुने गुरुत्व प्रवेगको भ्यालु जस्ट 2.6 गुणाले मात्र बढी छ। तर माथि हेर त पिण्डसँग के छ, समानुपातिक छ नि त। यो पिण्डसँग के छ, समानुपातिक। जति ठुलो पिण्ड भयो त्यति जी को मान के हुनुपर्ने, बढी हुनुपर्ने हो। यहाँ हेर जी को मान केसँग सम्बन्धित छ, ग्रहको पिण्डसँग। जसको पिण्ड जति बढी भयो जी को मान त्यति बढी हुनुपर्ने हो। तर यहाँ त्यस्तो भएको छैन, त्यस्तो भएको छैन। यसको पिण्ड हेर त 319 गुणा बढी छ भन्नाले ध्यान दिने, 319 गुणा भने त धेरै होइन है। यो 1 भयो भने यहाँ 319 भयो। यति बढी भए तापनि, पिण्ड यति धेरै भए पनि, बृहस्पतिको पिण्ड यति धेरै छ तर पनि जी को भ्यालु खाल्लै कति छ, योभन्दा 2.6 गुणा मात्र छ भन्नाले यति कम छ जी को भ्यालु। भन्नाले पृथ्वीमा 9.8 छ भने इन्टु 2.6 छ, मतलब यति 2.80 गुणा मात्र बढी छ जी को भ्यालु। तर पिण्डका हिसाबले हेर्ने हो भने त जी को भ्यालु धेरै हुनुपर्ने हो नि, जी को भ्यालु धेरै हुनुपर्ने हो। तर धेरै किन छैन, किनभने बृहस्पति ग्रहको पिण्ड ठुलो जरुर छ, यति गुणाले ठुलो छ, तर यसको अर्धव्यास पनि ठुलो छ। के छ, यसको अर्धव्यास पनि 11 गुणा ठुलो छ। के छ यसको अर्धव्यास भनेको रेडियस, रेडियस पनि 11 गुणाले के छ, ठुलो छ, मतलब ठुलो छ। अब यहाँ आएर रेडियस कति गुणाले ठुलो छ, 11 गुणाले। रेडियस ठुलो हुनु भने के बुझ्छ, यो डाउनमा छ। जी को भ्यालु रेडियस बढी हुँदाखेरि जी को भ्यालु के हुन्छ, कम। यो जी गुरुत्व प्रवेगको भ्यालु रेडियससँग, रेडियस भने अर्धव्यास बढी भयो भने यसको भ्यालु के हुन्छ, कम हुन्छ। यसको भ्यालु बढी भयो भने यसको भ्यालु के हुन्छ, कम। उल्टा हो, इन्भर्सली भने के, उल्टा। यो भने के हो, उल्टा। यो बढी भयो भने यो कम हुने हो। यस्तो रिलेसन भने के हुन्छ, उल्टा रिलेसन हुन्छ। के हुन्छ, उल्टा रिलेसन। यसको भ्यालु बढी हुनु भनेको के हो, यो कम हुनु हो। यसको कम हुनु भनेको यो बढी हुनु हो। यसै कारणले गर्दा हो। यहाँ हेर जी को भ्यालु कति छ, 11 गुणा बढी छ। 11 गुणा भने के हो, 11 गुणा, यहाँ 11 राख आर को ठाउँमा माथि। 11 गुणा भन्नाले कति हुन्छ, आर को भ्यालु 11 भन्नाले आर स्क्वायर छ नि त। यो के छ, आर स्क्वायर। के छ यहाँ, आर स्क्वायर। आर स्क्वायर भन्दाखेरि 11 11 100 कति हुन्छ, 21। यो 319 गुणा छ। के छ यहाँ 319 गुणा बढी छ, यहाँ के छ 11 गुणा बढी छ भन्नाले 121। 121 ले यसलाई भाग गर त, तिम्रो क्यालकुलेटर चल्ला छैन है। 300, यहाँ हेर 319 गुणा बढी छ पिण्ड। यहाँ रेडियस पनि कति गुणा बढी छ, 11 गुणा के छ, बढी छ भन्नाले रेडियसको स्क्वायरले यसलाई डिभाइड गर, पिण्ड जो बढी छ जति गुणा एक्स्ट्रा भएकोलाई के गर्ने, मल्टिप्लाई गर्ने। यहाँ हेर यता पिण्ड कति गुणा बढी छ, यहाँ 319 गुणा। अनि रेडियस जो छ त्यो ठिक छ, तर रेडियसमा पनि कति गुणा बढी छ, 11 गुणा भनेको जस्तो रेडियसको हिसाबले हेऱ्यो भने 1 थियो भने 11 गुणा 11 गुणा बढी हुन्छ भने 11 को स्क्वायर भने कति हुन्छ, 121। यसले यसलाई डिभाइड गऱ्यो भने कति आउँछ भने 2.6 आउँछ। कति आउँछ, 2.6 गुणा। बुझ्यो, त्यो रन्दै त्यो मैले यहाँ मैले निकालिहालेँ। यो क्वेसन बुझिराख है। यो क्वेसन इक्जाममा पक्कै आउने। क्वेसन कसरी आउने भने गुरुत्व प्रवेगको मान उसको ग्रहको पिण्डसँग के हुन्छ, समानुपात हुन्छ भन्नाले जति ठुलो ग्रह भयो त्यति बढी जीको मान हुने हो, जति कम सानो ग्रह भयो त्यति कम हुने हो जीको मान। तर यहाँ क्वेसनमा के छ भने बृहस्पति धेरै ठुलो ग्रह हो। क्वेसनका हिसाबले त यसको जीको मान धेरै हुनुपर्ने हो। के हुनुपर्ने, यसको जीको मान ग्रहका हिसाबले धेरै हुनुपर्ने हो। नर्मली ग्रहका हिसाबले जस्तो 319 गुणा ठुलो हुनुपर्ने हो, मतलब यति बढी हुनुपर्ने हो। योभन्दा 319 गुणा बढी छ नि त।
हो मतलब बढी यति गुणा ठुलो हुनुपर्ने, यति गुणा ठुलो हुनुपर्ने मतलब। तर हेर्दाखेरि रियालिटीमा ठुलो छैन। किन छैन? यो पिण्ड त ठुलो छ, तर त्यति ठुलो के छ? अर्धव्यास पनि 11 गुणा बढी छ। हो, अर्धव्यासको स्क्वायर भनेको के हो? 11 को स्क्वायर 121 हुन्छ। यो 319 गुणा ठुलो छ भने यसले डिभाइड गर्दाखेरि कति गुणा मात्र ठुलो निक्लिन्छ? 2.6 गुणा। कति निक्लिन्छ? 2.6 गुणा मात्र ठुलो निक्लिन्छ। त्यसैले यो क्वेसन आउँछ। यत्रो भएर पनि जी यति मात्र ठुलो छ भन्ने कुरो हो है। त्यति ठुलो भएर पनि जी को भ्यालु यति कम छ भन्ने कुरो हो है। यति ठुलो भएर पनि जी को भ्यालु के छ? यति कम छ। हो, बुझ्यो यो क्वेसन? यस्तो क्वेसन आउने है। यो हिजोको पढ्या भयो भने घरमा तिमीले जी को भ्यालु ग्रहको पिण्ड हो यो भने के हो? ग्रहको पिण्डसँग के छ? समानुपात भनेको जति ठुलो ग्रह भयो त्यति बढी जी को भ्यालु हुने हो है। यो क्वेसनको हिसाबले चाहिँ यो बृहस्पति ग्रहको जो पिण्ड छ धेरै ठुलो छ, तर धेरै जी को भ्यालु पनि धेरै ठुलो हुनुपर्ने थियो, तर भएन। किनकि यसमा दुईटै चिज छ, ग्रह पनि ठुलो छ तर साथसाथै अर्धव्यास पनि बढी छ। के छ यसको? अर्धव्यासको भ्यालु पनि 11 गुणा बढी छ। त्यसैले गर्दा यसको गुरुत्व प्रवेगको भ्यालु मात्र 2.6 गुणाले मात्र पृथ्वीभन्दा के छ? ठुलो छ। यो क्वेसन चाहिँ आउँछ। लेख त, यो क्वेसन लेखेर आएको, यो एक्जाममा आउँछ। यो क्वेसन एक्जाममा मैले देखाए जस्तो लाग्यो हो, यो आउने पनि हो। लेख त, यो क्वेसन लेख त। बृहस्पति ग्रहको पिण्ड पृथ्वीभन्दा 3 यो क्वेसन लेख। यो पक्कै आउने है। यो वाला क्वेसन चाहिँ मैले देखाए जस्तो लागेको छ, जहाँ देखेँ यो क्वेसन चाहिँ यसरी आउने, रिजन दिनु भनेर आउने यो क्वेसन। बृहस्पति ग्रहको पिण्ड, यो क्वेसन यस्ता क्वेसन्सहरू चाहिँ पक्कै आउँछ, थोडा अलग टाइपका। बृहस्पति ग्रहको पिण्ड पृथ्वीको भन्दा, बृहस्पति ग्रहको पिण्ड पृथ्वीको भन्दा 319 गुणाले बढी हुन्छ। देखियो? हुन्छ। तर यसको गुरुत्व गुणाले बढी हुन्छ, तर यसको गुरुत्व प्रवेगको मान पृथ्वीको भन्दा 2.6 गुणाले मात्रै 2.6 गुणाले मात्रै बढी हुन्छ। किनभने बढी हुन्छ किन? लेख्यो? बुझ्यो क्वेसन? यो यसको क्वेसन हो। यो पक्का यसरी आउने हो। मतलब पिण्ड यदि बढी छ भने भए तापनि जी को भ्यालु कम छ। पिण्ड बढी भए त जी को भ्यालु बढी हुनुपर्ने हो नि त, ग्रहको पिण्ड, तर पनि कम छ। किन भन्यो भने लेख त, आन्सर उत्तरमा लेख त। लेख किन, यसमा लेख बृहस्पति ग्रहको अर्धव्यास। लेख बृहस्पति ग्रहको अर्धव्यास बृहस्पति ग्रहको अर्धव्यास पृथ्वीको अर्धव्यासको, बृहस्पति ग्रहको अर्धव्यास पृथ्वीको अर्धव्यासको 11 गुणा हुन्छ। 11 गुणा हुन्छ। 11। अब यहाँ लेख गुरुत्व प्रवेगको मान
अर्धव्यासको वर्गसँग गुरुत्व प्रवेगको मान अर्धव्यास यो भने है, यो भने गुरुत्व प्रवेग जी को मान अर्धव्यासको वर्गसँग व्युत्क्रमानुपातिक हुन्छ। व्युत्क्रमानुपातिक हुन्छ। व्युत्क्रमानुपातिक हुन्छ, जसले गर्दा बृहस्पतिको पिण्ड निकै ठुलो भए तापनि यसको गुरुत्व प्रवेगको मान पृथ्वीको भन्दा 2.6 गुणाले मात्रै बढी हुन्छ। 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 है यतातिर दिया छ अर्धव्यास यस्तो भयो भने यसको भ्यालु यस्तो हुन्छ भनेको है। माथि अर्धव्यास दिया छ भने यो 1 गुणा मात्र भयो, के भयो? यो 1 गुणा मात्र भयो नि त। 11 गुणा भन्नाले 11, त्यसैले यसको इन्टु 11 का स्क्वायर, यसको इन्टु 11 का स्क्वायर यस्तो निकाल। यसलाई कन्स्टेन्ट मानेर चल, यसलाई डिभाइड गर्दाखेरि कति गुणा बढी आउँछ? आउँदैन? यो के छ? यसको 11 गुणाले बढी छ भन्नाले यो त हुनै भयो। यसको कति छ? 319 गुणा बढी छ। यसको कति गुणा बढी छ? 11 गुणा बढी छ भनेको 11 को स्क्वायर यो गर्दाखेरि यसलाई डिभाइड गर्दा जी को भ्यालु यसलाई जीएम त यसै रहने भयो है। तर यतातिर यसको कति गुणाले बढी छ? यो 319 गुणाले यो कति? 121। यसलाई डिभाइड गर्दाखेरि कति निक्लिन्छ? यसको 2.6 यो निकाल। यसरी लेख, डाइरेक्ट लेखिदेऊ। 319 डिभाइड बाई 121 गर। 319 डिवाइड बाई 121 गरेर 2.6 लेख। लेख्यो? हाँ, 319 डिवाइड बाई 121 गर 2.6। यो क्वेशन्सहरु चाहिँ यसको क्वेशन्स आउने हो। यो यसमा का तिमीले टिक लगाइराख्ने। एउटा यो क्वेशनमा टिक यहाँ क्वेशनमा टिक लगाउने भनेको एउटा यो क्वेशन आउने हो, एउटा यो क्वेशन आउने हो। मतलब इम्पोर्टेन्ट क्वेशन भनिरहेको छु। यो वाला क्वेशन, यो वाला क्वेशन, यो वाला क्वेशन है। जो मैले इम्पोर्टेन्ट भनेर भन्छु, कहिले काहीँ आइहाल्यो भने यतातिरको आउँछ एउटा क्वेशन, यो वाला नै, यो वाला नै, यता वाला एउटा अर्को क्वेशन आउँछ, त्यो आउँछ। बढी आइहाल्यो भने कहिले काहीँ एउटा न्युमेरिकल आउँछ कहिले काहीँ है। सो न्युमेरिकलको आइडिया म दिन्छु न्युमेरिकलको, तर बाँकी चाहिँ यो गरेर राख्नु है। अब नेक्स्ट यो बुझ्यो? यो क्वेशन सिम्पल क्वेशन थियो है। यसमा ग्रह धेरै ठुलो भयो भने जी को भ्यालु ठुलो हुनुपर्ने हो। तर कहिलेकाहीँ कस्तो हुन्छ भने ग्रह ठुलो हुँदैन। जति ठुलो ग्रह हुन्छ त्यसको अर्धव्यास पनि के हुन्छ? त्यति नै ठुलो हुन्छ। यसको अर्धव्यास पनि के भयो? त्यति नै गुणा ठुलो भयो। अर्धव्यास धेरै ठुलो हुँदाखेरि अर्धव्यास कति भयो? डिभाइड गर्दाखेरि 2.6 गुणाले मात्रै के छ? जी को भ्यालु योभन्दा बढी छ, नत्र के हुन्थ्यो? धेरै बढी हुन्थ्यो। अब अर्धव्यास भने यसरी बुझ कि यो छ भने चाहिँ यसको है यो पुरै डायमिटर भयो है। जति ठुलो ग्रह भयो त्यसको अर्धव्यास मात्र चेक गर्ने भने त्यति ठुलो हुने भयो नि त है। यदि सानो छ भने चाहिँ हेर्दाखेरि चाहिँ जति सानो जति कम दियो त्यसको कम डायमिटर देखिने भयो है। अब योभन्दा त बढी ठुलो हुने भयो है। त्यो तरिकाले जाने भयो, वस्तुसँग सम्बन्धित भयो। सो अब नेक्स्ट छ पृथ्वीको गुरुत्व प्रवेगमा भिन्नता। नेक्स्ट टपिक लेख, पृथ्वीको गुरुत्व प्रवेगमा। यो आउने हो एक्जाममा। यो यस्तै ध्यान दिइराख्ने। यी कन्सेप्ट यो फर्मुला लेखिराख्ने माथि साइडमा। यो दुईटै लेखिराख्ने। यो ग्रहको पिण्ड भनेर लेखिराख्ने। ग्रहको पिण्डसँग समानुपातिक भने बुझ्छौ कि नै? ग्रहको पिण्ड समानुपातिक भनेको एउटाको बढ्यो भने अर्को पनि बढ्ने। मतलब जति पिण्ड बढ्यो त्यति जी को भ्यालु के हुन्छ? बढ्छ। यो भने उल्टा हो। अर्धव्यास जति बढ्यो
त्यति यो के हुने हो, घट्ने हो, उल्टा, यो उल्टा हो, त्यो उल्टा, यो तरिकाले। अब यस्तै यस्तै क्वेसन्सहरू छन्, धेरै कठिन क्वेसन हुने होइन, एकचोटि पढेको हुनुपर्ने। अब तिमीले टक्क तिम्रो नोट्स हरायो भने जति पनि लेखाएको छौ त्यो टिक लगायो, बुझेन टिक लगायो हातेमा, बुझ्दैछौ टिक लगाएको छौ। अब त्यो पुरै राम्रो टिक लगाउनु हुने होइन, किनभने धेरै अगाडि टिक लगायो हुनाले हो। धेरै मैले किताबहरू मैले भने नि त, म सिधै लाइभ किताब मेरो हातमा हुन्छ नि त, मसँग नोट्सहरू बनाउने टाइम हुँदैन है त्यसैले म लाइभ गरे हुन्छु। उसले नोट्सहरू बनाइराख्ला म भने हुन्छु, म सोचिरहेको हुन्छु पर नोट्सहरू कति बनाउने हो, पछि त एमएनआरको नोट्स अलग्गै बनिया हुने हो अघिल्लो पछिका सालमा त। अब अचेल टाइम हुँदैन, सबैका नोट्सहरू किताब चेन्ज हुन्छन्, कति बेला केही चेन्ज हुन्छन् होइन। मैले टपिक लेखेँ, पृथ्वीको गुरुत्व प्रवेगमा भिन्नता। अब यो पृथ्वीको गुरुत्व प्रवेगमा भिन्नता भन्दाखेरि यसरी बुझ कि यो तिमीले यो एउटा पृथ्वी कस्तो छ, यस्तो टाइपको छ, यहाँ थेप्चिएको छ, यहाँ के छ हो, यो चाहिँ पोलहरू हुन्, नर्थ साउथ पोल है। यो चाहिँ के हो, उत्तर दक्षिण पोलहरू है भनौँ, यो कुनै पनि पोलहरू ध्रुवहरू भन्छ, के त्यसलाई ध्रुवहरू है, पूर्व पश्चिम उत्तर दक्षिण भन्यो है। अनि यतातिर हेर्दाखेरि चाहिँ यो इस्ट हो, केही पनि ध्रुव लेख, यतातिर यसलाई के भन्छन्, समानान्तर रेखा भन्छन् है। यो के छ, कन्ट्री छ, पुरा ग्लोब हेर्दाखेरि यसो थ्याप्चो छ भने यो समानान्तर रेखा भयो। समानान्तर रेखामा यस्तो हेर्दाखेरि चाहिँ यो त्यो चाहिँ ध्रुव भयो। यसलाई चाहिँ के भनिरहेको छ भने यसलाई चाहिँ हामी यसको के छ, भूमध्य रेखा भन्छ। के भन्छ यसलाई, देशको भूमध्य रेखा भन्छ। के भन्छ यसलाई, भूमध्य रेखा। यो भने यहाँ कुन रेखा हो, भूमध्य रेखा। सामाजिक पढाइ भयो भने थाहा पायो होला है। देश कन्ट्री देखा हुन्छ नि यसरी, कन्ट्रीमा यसो ग्लोब देखाएको छ, ग्लोबमा हो भूमध्य रेखाहरूबाट यताउता छुट्टिया हुन्छन् है। देशान्तर अलग अलग देशहरू यसो डिग्रीका हिसाबले देश है, देशहरू अलग अलग छुट्टिया हुन्छ नि, यहाँबाट यताउता गएका हुन्छ नि। मेन भयो यहाँदेखि यहाँसम्म यो भूमध्य रेखा भयो, यो यिनीहरू ध्रुव भयो। अब ध्यान दिँदाखेरि यो थ्याप्चिएको छ, यो भूमध्य रेखा, योतिर आरको भ्यालु बढी छ, के छ बढी छ, योतिर के छ कम छ, के छ कम छ। यसो नाप त, उसै पनि हेर्दाखेरि कम छ है, यहाँतिर के छ बढी छ। हुनाले अब अहिले जीको भ्यालु, जीको तिमीले पढिहाल्यौ, जीको भ्यालु जी के छ, जिएम अपन आर स्क्वायर हुन्छ। के हुन्छ, आर स्क्वायर हुन्छ। जीको भ्यालु ग्रहको पिण्डसँग त समानुपातिक हुन्छ, तर ध्यान दिने जीको भ्यालु आरसँग के हुन्छ, आर स्क्वायरसँग व्युत्क्रमानुपातिक हुन्छ, इन्डाइरेक्टली प्रपोर्सनल हुन्छ। अब यस्ता क्वेसन्स आउने हुन्, जस्तै समानान्तरीय रेखा, यसलाई समानान्तर भन्छ, यसलाई भूमध्य रेखामा है। यो क्षेत्रमा जीको भ्यालु कम होला, किनभने यसको यो आरको भ्यालु बढी छ। आरको भ्यालु बढी हुनु भने के हो, जीको भ्यालु कम हुनु हो। यो क्षेत्रमा आरको भ्यालु के छ, कम छ। आरको भ्यालु कम हुनु भनेको जीको भ्यालु बढी हुनु हो। यसरी थाहा पाइहाल्नु है। ध्रुवतिर कम हुन्छ र भूमध्य रेखातिर यतातिर बढी नै, यतातिर हेर्दाखेरि कम हुन्छ, उतातिर के हुन्छ, जीको भ्यालु बढी हुन्छ। किनभने यसको मानौ यो 3 सेन्टिमिटर भयो, मानौ यो कति भयो, यो 5 सेन्टिमिटर। अब यहाँ हेर्ने, यो जीको भ्यालु बढी छ भने यसको भ्यालु कम हुने भयो, यहाँ कम छ भने यसको भ्यालु के हुने भयो, यहाँ जीको भ्यालु यो ठाउँमा के हुने भयो, ध्रुवतिर बढी हुने भयो, यहाँ के हुने भयो, कम हुने भयो। यो म्याथमेटिकल एक्सप्रेसनबाट हेर है, यस्तै भन्न खोजिएको छ। यो पुरै एक्जाम्पलमा यसले डायमिटर दिएको छ, यही तरिकाले भन्न खोजिएको छ। अर्धव्यास दिएको छ, अर्धव्यासको ध्रुवतिर कम छ भनेको छ है। अर्धव्यास के छ, ध्रुवतिर कम छ। अर्धव्यास कम भनेको यो मैले कम देखाएँ है, मैले त सिम्पल एक्जाम्पल देखाएको छु, यो नलेख्ने। तर यो कम हुन्छ, यहाँ के हुन्छ, कम हुन्छ, यहाँ के हुन्छ, बढी हुन्छ। बढी भएको ठाउँमा यदि आरको भ्यालु बढी हुन्छ भने जीको भ्यालु कम हुन्छ, यहाँ आरको भ्यालु कम भयो भने जीको भ्यालु बढी भयो। यसलाई सिम्पल यहाँ राख्यो भने त यस्तो हुन्छ, हेर त 1/25 1/9 है। जति तल ठुलो भ्यालु आउँछ त्यति सानो हुन्छ हुँदैन। डिभाइडमा जति ठुलो नम्बर आयो भने त्यति सानो हुन्छ नम्बर, हुन्छ हुँदैन। यो 9 ले डिभाइड गऱ्यो भने एउटा हुने, 25 ले गऱ्यो भने एउटा होस्, 1000 ले गऱ्यो भने अरू, मतलब यसका 1000 पार्ट हुने। कति रुपये, यसका 25 भाग, 1 का 25 भाग, 1 का 25 भाग, यो कि 1 का 9 भाग, 1 का 9 भाग भने 1 यो छ, 1 का 9 भाग गर,
कम मिल्ला कि यसलाई बढी मिल्ने हो 9 भाग भयो भने 25 भाग भयो भने एउटा रोटीका 25 भाग गर त हामीलाई हाम्रो हातमा कति पर्ने हो कम पर्ने यसरी पनि बुझ है यो भने 25 सेक्सन भयो एक रोटीको 25 भाग भने सानो मिल्ने हो नि त यो थोडा ठुलो मिल्ने भन्नाले यो ठुलो भयो नि त है यो के भयो ठुलो जीको भ्यालु यहाँ के हुने भयो ठुलो हुने भयो यहाँ यसको भाग सानो हुने भयो जीको भ्यालु यहाँ के हुने भयो कम मिल्ने भयो हो यो क्वेसन इक्जाममा आउँछ है यो मतलब यो जीको भ्यालु हेर्दाखेरि चाहिँ ठाउँअनुसार के हुन्छ परिवर्तन हुन्छ है जस्तो यसको कुन ठाउँमा यसको अर्धव्यास कति छ भन्ने हिसाबको पनि यसको इम्प्याक्ट धेरै पर्छ बुझ्यो यो अर्धव्यासले पनि के गर्छ गुरुत्व प्रवेगको भ्यालुलाई तलमाथि गर्छ है अर्धव्यास कम भयो भने भ्यालु बढी हुन्छ गुरुत्व प्रवेगको मान बढी भयो भने कम हुन्छ भन्नाले यो क्षेत्रमा ध्रुवतिर कम थियो त बढी भयो जीको भ्यालु यतातिर भूमध्य रेखातिर यसको जीको आरको भ्यालु बढी छ अर्धव्यास बढी छ भने जीको भ्यालु कम हुन्छ उल्टा हुन्छ है ठुलो भएको ठाउँमा जीको भ्यालु कम सानो भएको ठाउँमा बढी हुने भयो त्यो चित्र बनाइराख त यसमा त लेखे यसमा त एक्ज्याक्ट दिया छ एक्ज्याक्ट नदिए पनि खालि मैले बुझाएँ है त्यो रेफरेन्स बुझाएँ यो चित्र सानो बनाइराख्ने यत्रो चित्र नबनाउने सानो बनाउने ध्रुवहरू बताउने है ल लेख त लेख ल लेख ल यसको बारेमा पनि लेख्नु पर्यो है यही पढिराख्ने है यो पढ्नुपर्ने यी सब इक्जाममा आउने हो नि एकचोटि यस्ता यस्ता क्वेसन्सहरू बढी सोध्छन् यस्तै क्वेसन्सहरू किनभने यी थोडा बहुत अलग अलग टाइपका क्वेसन यो क्वेसन सोध्न पनि सक्छ है यस्ता सोध्या जस्तो लाग्छ मलाई अघिल्लो त सोध्या छ यो पनि सोध्न सक्छु छैन र लेख त यसको क्वेसन बनाएर लेख है एउटा पहिला क्वेसन बनाऊ गुरुत्व यसमा क्वेसन बनाए कसरी लेख कि गुरुत्व प्रवेगको मान लेख त गुरुत्व प्रवेगको मान गुरुत्व प्रवेगको मान पृथ्वीको ध्रुवतिर है पृथ्वीको ध्रुवतिर जीको मान यहाँ बढी हुने भयो के हुने भयो बढी हुन्छ तर भूमध्य रेखीय क्षेत्र भूमध्य रेखातिर जीको मान भूमध्य रेखामा जीको मान मतलब भूमध्य रेखीय भाग भयो है यो भने यहाँ भाग हो नि त है भूमध्य रेखातिर जीको मान कम हुन्छ लेखा के हुन्छ कम हुन्छ किन भनेर है भूमध्य रेखातिर जीको मान कम हुन्छ जी भने यहाँ गुरुत्व प्रवेग लेखिराख है साइडमा जी त म भनिरहेको छु तिमीले लेखिराख्ने गुरुत्व प्रवेग भनेर है जीको मान के भने मैले ध्रुवतिर के हुन्छ बढी तर भूमध्य रेखातिर कम हुन्छ किन है भूमध्य रेखातिर जीको मान के छ कम हुन्छ यसको बारेमा लेख त पृथ्वीको अर्धव्यास पृथ्वीको अर्धव्यास ध्रुवतिर कम र पृथ्वीको अर्धव्यास ध्रुवतिर कम र
भूमध्यरेखीय भागतिर बढी बढी हुन्छ। बढी हुन्छ है। अब तिमीलाई थाहा छ जी को मान अर्धव्यासको वर्गसँग के हुन्छ, व्युत्क्रमानुपाती हुन्छ। लेख, त्यही लेख पोइन्ट। गुरुत्व प्रवेगको मान पोइन्ट बाई पोइन्ट गरेर लेख। गुरुत्व प्रवेगको मान पृथ्वीको अर्धव्यासको वर्गसँग व्युत्क्रमानुपाती हुन्छ। वर्गसँग व्युत्क्रमानुपाती हुन्छ है। हुन्छ, जसले गर्दा भूमध्य रेखातिर जी को मान कम हुन्छ। भूमध्य रेखातिर जी को मान कम हुन्छ भने ध्रुवतिर जी को मान बढी हुन्छ है। यतातिर जी को मान के हुन्छ, बढी हुन्छ। आज लाइट धेरै जान लाग्छ। महावीर पुन हारे हुनाले हो कि है। महावीर पुनलाई हराइदियो नि सब मिलेर। तिमीले त के हरायो अरे, तर उसरी हराइदियो नि होइन। यो बुझ्यो? यो वाला क्वेसन, यी क्वेसन जति पनि छन् सबै हेरिराख्ने है। म्याथमेटिक्सवाला त पास आरामले भइहाल्ने, तिमी पनि पास भइहाल्ने आराम, तर पुरा हेरिया हुनुपर्ने हो। त्यो फटाफट उ गर्ने। म्याथमेटिक्सवालालाई त ओभर कन्फिडेन्स छ, मतलब उसलाई हुन त मैले धेरै पनि पढाइदिएँ। धेरै भन्दा पनि उसले अगाडि पनि आएको थियो, अगाडिदेखि पनि आएको छ। अनि अगाडिदेखि आउनु केही छैन, तिमीहरूले जति पढाएको छौ नि रट्टा थ्योरिटिकल छ नि। तिमीहरूलाई फर्मुला के क्वेसन्सहरू मैले त्यही त भने अनलाइनमा कति बेला हेरिराख्ने भन्नु नि मैले। अब बाँकी तिमीले उ गरेर राख्ने। एक दुई दिन मोबाइल 2-4 दिनहरू 1-1 घन्टाको लागि मोबाइल माग्ने आफ्नो भयो भने। किनभने म क्वेसन्स हाल्न गइरहेको छु। अब पेपरहरू सल्भ गरेर के क्वेसन्सहरू, के न्युमेरिकल्सहरू, पोर्सनहरू, न्युमेरिकलहरू सिम्पल पनि आउँछन्, तर तिमीलाई सिम्पल फर्मुला थाहा नभएर बन्दैनन्। बुझ्यो? फर्मुला चाहियो त, बिना फर्मुला कहाँ बन्यो त? म्याथमा नै। यहाँ त तिम्रो पुरा फर्मुला चाहिँदैन त कसरी बन्यो त है। योमा तिम्रो ठ्याक्क फर्मुला याद गरेर राख्ने। मानौ 1-2वटा न्युमेरिकलै बनिदियो भने त कामै बनिहाल्यो। सुरुको एउटा बनिदियो भने, यतातिरको एउटा बनिदियो भने, एउटा अर्को बनिदियो भने, ट्रान्सफर उताबाट पनि म एउटा न्युमेरिकल टाइपको बताउँछु पछि। 2टा पनि बनिदियो भने धेरै हो है। न्युमेरिकलबाट सिधा नम्बर आउँछ। अनि बाँकी यो नै बन्यो भने पास भइहाल्छ, तर भन्दैछु उसरी है। बनिहाल्यो भने घाटा के छ त होइन? त्यो छ, केही चिज बनिहाल्यो भने घाटा छैन। यसमा सिम्पल लगभग यसमा बुझ्नको लागि थोडा कन्सेप्ट कस्तो कि कस्ता क्वेसन आउँछन् भने त म बताइहाल्छु। कहिलेकाहीँ कम्पेरिजनवाला आउँछ, हेरिराख्ने। यसमा धेरै कन्फ्युजन भन्ने होइन, एकचोटि पढिराख्ने। जसो हामीले हेरिरहेको छौँ, अब तिम्रो मोबाइल छैन, पढाएको भिडियोलाई एकचोटि यो के भन्यो भनेर पनि हेर्न सक्थ्यौ है। हामी त भिडियो हालेर हुन्छ नि त। अब यो के भनिरहेको छ भनेर एकैचोटि उ नभयो भने त्यसलाई हेरेर यो मैले ठिक्क कन्सेप्चुअल बताइरहेको हुन्छ, यसरी गर्ने भनिरहेको हुन्छ। लगभग त सारा क्वेसनमा बताइरहेको हुन्छु। यस्तो भयो भने यस्तो बताइरहेको हुन्छु, देखाइरहेको हुन्छ यसो गरेर है। अब सिमिलरली बुझिराख कि यहाँ हेर, यस्तो सिमिलर कन्सेप्ट छन्। अहिले मैले उल्टा रिलेसन भने यस्तो बताएँ मैले अघिदेखि है। यस्तो भयो भने उल्टा हुन्छ, एउटा बढी अर्को घट्छ भन्ने बताएँ कि नै यस्तो। अब यो केसमा अब अर्को क्वेसन छ यस्तो, यो वाला अर्को च्याप्टर, यसको अगाडिको च्याप्टर यो छ। अब यसको यदि
उचाइ र गुरुत्व प्रवेगको रिलेसन छ। उचाइ र गुरुत्व प्रवेग लेख यसमा, उचाइ र गुरुत्व प्रवेग है। सकेसम्म चाहिँ मैले एक एक गरी बताइदिया हुन्छु तिमीहरूलाई। मैले बुझेअनुसार आरामले पास हुनुको लागि मौरीवाला भयो, अनि तिम्रो क्लाइमेट चेन्जवाला भयो है, सही युनिट्सहरू है। अनि तिम्रो अगाडिवाला भयो, अनि हार्ट भयो, मुटुवाला भयो। मुटुवाला तिमीले राम्रो बुझिया थियो, बुझ्नु त। अब तिमीले दुबारा एकचोटि हेर्ने है, त्यसलाई उ गरेर राख्ने। मुटुवाला सबै त्यहाँ लेखाएको छ, यो भने यो भने यो भने मैले सबै लेखाएको छ है। म त्यसलाई एकचोटि भिडियोहरू अझ प्ले गरेर पनि हेर्ने, ठ्याक्कै कन्सेप्टहरू त्यहाँबाट आउने, मौरीबाट आउने नम्बरहरू है, यताबाट आउने हुन् तिम्रो जेनेटिक्सबाट, उहाँबाट पनि आउने नम्बर आउने सबै बताइसकेँ है। छोराछोरी हुने सम्भावनावाला पनि त्यस्ता कन्सेप्टहरू पनि त्यो बताइसकेँ, बुझ्यो। त्यहाँ त्यो चिजहरू छन्, त्यस्ता चिजहरू हुन्छन् हो। त्यो तरिकाले त्यस्ता क्वेसन्सहरू के क्वेसन चाहिँ छुटेका छन् त्यसलाई म फेरि बताउँछु। तर छ नि पेपर त पुरा त्यो मोडल क्वेसन पुरा पेपरै हो है। ती पेपरहरू म सबै एक एक गरी सबै हालिदिनु लाग्छु। एक एक गरेर यता गर्न गाह्रो भए पनि मैले ती सल्भहरू गरेका पेपरहरू त्यही मोबाइलमा हेरेर त्यही भन्नु लाग्छु। अब यहाँ एक एक गरेर साइन्स लेख्न सकिन्छ। साइन्सका पेपर यत्रो क्वेसन लेख, फेरि म एक क्वेसन बनाउँछु, त्यो धेरै टाइम टेकन हुन्छ। मैले ल्यापटपमा गरेर एक्सप्लेन गर्नुपर्ने हो। किन भन, साइन्सका एकै दिनमा एकै क्वेसन बनाउनु थोरै पेपर आउनु लाग्छ तिमीहरूको। पुरै 1 घन्टाको बनाएर मैले ठ्याक्क रुममा बसेर 1 घन्टाको एक्सप्लेन गरेर त्यसलाई यसो गरेर त्यसरी हाल्ने भिडियो। त्यसरी हाले के हुन्छ भने एक क्वेसन पुरै बन्छ, पेपर बन्छ। एकै क्वेसन बनाउन लाग्यो भने कति लामो आन्सर हुन्छ हुँदैन। सम्झाउनु पऱ्यो, त्यो धेरै लामो जान्छ। त्यसैले त्यो गाह्रो हुन्छ। न्युमेरिकल चाहिँ म यहाँ बनाउँछु, न्युमेरिकलहरू चाहिँ, तर थ्योरिटिकल पोसिबल चाहिँ दुबारा पढाउन छैन है। यतातिर तब हो यहाँ यस्तो यो साइन्समा तब हो गाह्रो हुने है। दुबारा पनि पढाउन सकिँदैन, किनभने धेरै ठुला कन्सेप्ट हुन्छ नि त है। केही चिजहरू चाहिँ म हालिराख्ने हो, त्यो हेरिराख्ने यतातिरबाट। किनभने यहाँसम्म अहिलेसम्म हेर्दाखेरि चाहिँ जसले राम्ररी हेरेको छ क्वेसन त्यहीबाट आएछन्। लास्टका त अरू सही युनिट छन्, एकचोटि हेरिराख्ने है। लास्टका त अरू सही छन्, तिमीलाई मैले अलरेडी लेखाएको छु। त्यो बेला एकचोटि दिएँ भने पुरा बुझाइन्छ म। त्यो एक दिनका युनिट छन् लास्टका, बढीमा सही छन् लास्टका। त्यहाँबाट नम्बर आइदियो भने त्यो केमिकलहरू कस्ता युज गर्ने, कस्ता के युज गर्ने, डिटर्जेन्ट भएदेखि साबुन त्यस्तो छन् नि। एउटा डिजिटलवाला छ, उवाला ट्याक्कै कम्प्युटर सम्बन्धित छ, एथिक्सहरू त्यस्ता, त्यो पनि सही छ, त्यो पनि म बुझाइदिन्छु। सही युनिट छन् है, त्यहाँ कठिन छैनन्। अब यहाँ हेर, यसले के भनेको छ भने अब जीको भ्यालु यदि उचाइ धेरै बढ्यो भने के हुन्छ त भनेको छ है। पृथ्वीको सतहबाट उचाइ बढ्दै जाँदाखेरि के हुन्छ त भनेको छ है। जीको भ्यालु के हुन्छ त, कुनै भ्यालु छ, कसैको उचाइ बढ्दै जाँदाखेरि जीको भ्यालु कुनै भ्यालु छ, कुनै पनि वस्तु छ। जस्तो यो पृथ्वी छ, के छ यो पृथ्वी छ। पृथ्वीको यो केन्द्र भयो। अब पृथ्वीको केन्द्रदेखि यो आर भयो, के भयो आर, के भयो यो रेडियस। योभन्दा बढी एक यो सेटेलाइट छ, यो के छ यो सेटेलाइट, उपग्रहहरू सेटेलाइट्सहरू है। सेटेलाइट्सहरू छ माथि, कुनै पनि चिजहरू घुमिरहेछ भनौँ, माथि सेटेलाइट घुमिरहेछ भने यसको सतह यहाँदेखि यहाँसम्मको दूरी के छ यो एच, के छ एच। यहाँ केन्द्रदेखिको दूरी भन्ने भने कति भयो आर प्लस के भयो यसको दूरी आर। यो पृथ्वी छ, पृथ्वीभित्र के हुन्छ आर हुन्छ, के हुन्छ अर्धव्यास हुन्छ, हुँदैन। यो सर्कल हो नि त गोला, यसको के हुन्छ अर्धव्यास। अब पृथ्वीभन्दा पनि बाहिर एउटा ग्रह छ, त्यो घुमिरहेछ। अनि त्यसको त्यहाँको र यहाँको दूरी नाप्नु भने के गर्ने, यसलाई र यसलाई जोड्ने, के गर्ने यसलाई र यसलाई जोड्ने। मतलब यो कुनै अब्जेक्ट छ जो कहाँ घुमिरहेछ, पृथ्वीभन्दा बाहिर भनेको त त्यसको केही उचाइ होला नि त, केही उचाइमा हो। जति उचाइ बढ्दै गयो भने जीको भ्यालु के हुन्छ घट्दै जान्छ। के हुन्छ, पृथ्वीको सतहबाट धेरै उचाइमा रहेका वस्तुहरूको बिचमा गुरुत्व प्रवेग उचाइमा छ भने यहाँको केन्द्रबाट हेर्ने भने जति उचाइ बढ्यो त्यति जीको भ्यालु के हुने हो, कम हुने हो। किन कम हुने हो भने जी/जीएम/ आर, अगाडि आर हुन्थ्यो, अब आर प्लस एच का होल स्क्वायर हुने भयो। पहिला आर स्क्वायर हुन्थ्यो, के हुन्थ्यो आर स्क्वायर, आर मात्र थियो। अब यसको लेन्थ कति छ, यसको डिस्टेन्स कति भयो आर प्लस एच भयो। यसलाई र यसलाई जोड्ने भयो। अब टोटल कसैलाई टोटल लेन्थ नाप भन्नु के गर्ने, जसो यहाँदेखि यहाँसम्मको दूरी नाप भने के गर्ने, यसलाई र यसलाई जोड्नु पर्दैन। यो सतहबाट यति छ, यो केन्द्रदेखि यति छ भन्नाले यो टोटल यहाँदेखि केन्द्रदेखि यहाँसम्मको दूरी गर्दाखेरि आर प्लस
एच गर्दाखेरि यसको के भयो जीको भ्यालु अब यहाँ हेर्नु यो भने के भयो अगाडि यो 5 थियो यो 5 यो पनि 5 भयो मानव 5 छ यहाँ पनि मानव यहाँ 5 भयो 5 5 कति भयो 10 अब यहाँ अगाडि कति थियो भने यहाँ खाली 5 को स्क्वायर आउँथ्यो यहाँ 25 मात्र आउँथ्यो अब के आउने हो 5 + 5 भने 10 भयो 1/10 को स्क्वायर 1/100 यो सानो भयो कि भएन 1 का 25 भाग भन्नु र 1 का 100 भाग भन्नु यो सानो भएन 100 भाग एक रोटी का 100 भाग के पढ्ने हो पढ्ने होइन 25 भागमा थोडा बहुत त के पढ्ला भन्ने हुन्छ है यस्तो टाइपको यसो हेर्दाखेरि चाहिँ यो त धेरै कम छ नि त जति तल बेस तल भ्यालु जति ठुलो हुन्छ त्यति कम हुने भयो जीको भ्यालु तल भ्यालु बढ्ने हो भने जीको भ्यालु कम हुने हो यहाँ कम भयो भने जीको भ्यालु बढ्ने हो त्यही तरिकाले यहाँ पनि त्यही हो यसको दूरी कुनै सेटेलाइटको दूरी छ यहाँबाट जति दूरी बढ्दै गयो त्यति कम हुने हो जीको भ्यालु के हुने हो दूरी बढ्दै गयो कम हुने हो नि त अब यो मानु सेटेलाइट अरू माथि छ के छ अरू माथि यसको दूरी अरू बढ्यो यहाँ 10 आयो के आयो 10 यहाँ 10 आयो भने यहाँ घटेन फेरि अहिले कति छ यहाँ 10 छ 5 प्लस अब 5 + 10 भयो 5 + 10 का स्क्वायर 5 + 10 का स्क्वायर मानौ ल यो पनि 10 छ भनौँ यो 10 भयो 10 10 20 भयो के भयो यो 20 का स्क्वायर 1/400 जति अब त जोडिन लाग्छ के हुन लाग्छ दूरी जोडिन लाग्छ ठुलो हुन लाग्छ के हुन लाग्छ यो जति ठुलो भयो त्यति सानो हुने जीको भ्यालु अब के हुने भयो त्यति सानो हुँदै जाने भयो मतलब कुनै अब्जेक्ट यहाँ छ यहाँबाट पृथ्वी यही सतहभित्रै छ भने कम कम दूरीमा छ भने यसमा जीको भ्यालु कायमै रहन्छ ठिकै हुन्छ धेरै उचाइमा गयो भने नेग्लिजिबल भइहाल्यो के भयो नेग्लिजिबल धेरै उचाइ रह्यो भने जीको भ्यालु के भयो एकदम कम उचाइमा धेरै तपाईँ धेरै उचाइमा के हुन्छ जीको भ्यालु कम हुन्छ है जति उचाइ बढ्दै जाने उचाइ बढ्दै गयो भने जीको भ्यालु के हुने हो कम हुँदै जाने हो यस्ता त्यसैले यसको उचाइ पनि यहाँ बढ्दै जान्छ यो जीको भ्यालु के हुने हो कम 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 नेग्लिजिबल हुन्छ कहिले देखाउँछ माथि गइसकेको चिजहरू फेरि माथि जान्छ है भ्यालु फेरि यहाँबाट त्यो तान्न सक्दैन है पृथ्वीले जी भने के हो तान्ने अब हुँदैन अब उसले फेरि फ्री फल वहीँबाट सिधा माथि गइहाल्छ यता वायुमण्डलमा गइहाल्छ यहाँ तानिँदैन फेरि उताका अब्जेक्टले तान्छ कसले तान्छ उताको अब्जेक्टले तान्छ है अब जसको नजिक पर्छ उसले तान्ने हो है एकअर्का पिण्डले एकअर्कालाई तानेर हुन्छ है त्यसैले यो तरिकाले हिँडेर हुन्छ है यो चाहिँ छ यो वाला पनि लेख त यो बुझ्यो यो जति उचाइ बढ्दै गयो जीको भ्यालु त्यति कम हुँदै जान्छ यो चाहिँ चित्र चाहिँ राम्रो बनाउने सेटेलाइटको मैले तै पनि राम्रै बनाएको छु यो मैले यो जस्तो बताउनलाई हो यो त सिधा हुन्छ है यो त देखाउनलाई म यति उचाइ भयो भने यस्तो हुन्छ भनेर बताएँ हो यो तरिकाले इक्जाम्पल पनि दिएँ हो है यो बनाइराखेँ जीको भ्यालु है जति उचाइ बढ्दै गयो जीको भ्यालु त्यति के हुन्छ कम हुन्छ भन्ने उचाइ बढ्दै जाँदाखेरि गुरुत्व प्रवेग जीको भ्यालु के हुन्छ कम हुन्छ भन्ने सो लेख पृथ्वीको सतहदेखि यहाँसम्म एउटा जीको भ्यालु हुन्छ नि त है अब यहाँसम्म त जीको भ्यालु थाहा छ जति छ भनेर सतह भनेको यहीँसम्म है यहाँसम्म त थाहा छ नि त आर स्क्वायर जीको भ्यालु अब पृथ्वीको सतहबाट फेरि माथि यदि अब्जेक्ट माथि गइरहेछ भने पृथ्वीको सतहबाट उचाइ बढ्दै जाँदा गुरुत्व प्रवेगको मान घट्दै जान्छ है यो चित्र बनाऊ मतलब यस्तो टाइपको एउटा चित्र बनाएर राख यही चित्र बनायो तिमीले एउटा पृथ्वीको चित्र बनाऊ यो के हो पृथ्वी हो मेरो पृथ्वी यस्तै हुन्छ ल यो एउटा पृथ्वी हो त्यो एउटा भूउपग्रहहरू सेटेलाइट्सहरू हुने नि यसलाई भूउपग्रह सेटेलाइट आयो भने भूउपग्रह है माथि यदि दुई नबना एउटै बना सेटेलाइट कस्तो हुन्छ यो त नर्मली हो त अलग अलग टाइपको हुन्छ है खतरा लगाए हुन्छ सेटेलाइटहरू यस्तो टाइपको हुन्छ यस्तो लगाए हुन्छ है यस्तो टाइपको पंखा यस्तो टाइपको हुन्छ सेटेलाइट
यस्तो टाइपको बनाइराख, एउटा राम्ररी बनाइराख है। त्यो लेख्यो ल। यसमा जे छ हामी लेखाउँछौँ। लेख मानौ मानौ यो पृथ्वीको सतहदेखि मानव पृथ्वीको सतहदेखि भू उपग्रहसम्मको उचाइ याच छ। पृथ्वीको सतहदेखि भू उपग्रहसम्मको उचाइ कति छ? यो एच। यहाँदेखि यहाँ छ। पृथ्वीको सतहदेखि भू उपग्रहसम्मको उचाइ कति दिएको छ? एच दिएको छ। एच दिएको छ, लेख्यो। अब यस्तो अवस्थामा लेख, यस्तो अवस्थामा पृथ्वीको केन्द्रदेखि यस्तो अवस्थामा पृथ्वीको केन्द्रदेखि भू उपग्रह सम्मको दूरी d बराबर r प्लस h। लेख्यो यो। अब लेख उक्त उचाइमा हुने गुरुत्व प्रवेगको मान, उक्त उचाइमा हुने गुरुत्व प्रवेगको मान g1 छ भने माथिको फर्मुला राख, gm अपन r प्लस h का होल स्क्वायर हुन्छ। हुन्छ है। हुन्छ। यहाँ पृथ्वीको गुरुत्व प्रवेगको मान, पृथ्वीको सतहमा गुरुत्व प्रवेगको मान पृथ्वीको सतहमा गुरुत्व प्रवेग जी को मान कति छ? जी बराबर gm अपन r स्क्वायर। यो g1 हो है। यो कम हुने भयो है। लेख यहाँ g1 को मान g भन्दा कम हुन्छ। g1 भने बुझ्यो उचाइमा हुने गुरुत्व प्रवेगको मान। यहाँ g1 को मान g भन्दा g1 हो यो। g1 भने उचाइमा हैन, g1 को मान g भन्दा कम हुन्छ, सानो हुन्छ। लेख g भन्दा सानो हुन्छ। g1 को मान g भन्दा के हुन्छ? सानो हुन्छ। आज लाइट गए हुन लाग्यो। ए उयो जित्यो भन्दा पनि उसले अलग अलग कसो भयो भने अब यसका न्युमेरिकल्सहरू पनि सिमिलर टाइपका छन् है। न्युमेरिकलहरू हेर त, यसैका न्युमेरिकलहरू छन्। हो यो न्युमेरिकलमा पनि को क्वेसन आउँछ म भनिराख्छु। क्वेसन्सहरू जस्ता भए पनि पढिराख्ने रटिराख्ने है क्वेसन्सहरू है। यी क्वेसन्सहरू तिमीहरूले फटाफट हेर्ने। अहिलेको यही टाइम हो। अहिले बढी अरूभन्दा पनि यस्तो टेन्सन नलिएर यी जति क्वेसन छन् सजिलो क्वेसन है। धेरै खतरा भन्ने केही छैन, एकचोटि हेरेर राख्ने है। मौरी सजिलो छन् छैनन्? के युनिट सही छन्? अगाडिको युनिट सही छ, मौरी सही छ, जेनेटिक्सवालामा अनि भयो भने अनि तिम्रो मैले यो उवाला पनि के भन्यो, यो
उतातिर यो क्रस प्रजननवाला भए ऊवाला भए छोराछोरी जन्मिनेवाला भए ती 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 भनेका ट्रेन्डिङ क्वेसन हुन् है। अनि यो सेतो यो के भन्छ गिनीपिग कालो गिनीपिगवाला भन्ने टाइपको पनि क्वेसन हामीले गराएको छ है। किनभने पहिलो पर्वल गुणले गर्दा जो सेतो गुण पर्वल भयो भने सेतो पहिलो पहिलो वंशमा सेतो सबै सेता हुन्छन् है। कालो गुण पर्वल भयो भने सबै पहिलो वंश सबै कालो हुन्छ। यस्तो टाइपको क्वेसन्सहरू गराएको छ कि नै। पर्वल गुण र लुप्त गुण है। पहिलो वंशमा जो गुण देखिन्छ वो पर्वल गुण भयो है। पहिलो वंशमा नदेखिने गुण भने के हुन् लुप्त गुणहरू। त्यस्ता क्वेसन पनि हामीले गरेका छौँ। त्यसमा क्वेसन्सहरू तिमीहरूका यो एउटा यो उवाला पनि छन्। यो कैयौँ टाइपको क्वेसन छन्। एक दुई क्वेसन्सहरू म पछि यता पछि रिटर्न गयो भने एकचोटि यसमा बताउँला। यी क्वेसन्सहरू यही पढिराख्ने भने मुटुहरू हेरिराख्ने है। यसमा तिमीले पास हुने टाइपको क्वेसन्सहरू चाहिँ लगभग धेरै धेरै मेन क्वेसन्स हामीले गरेका छौँ। तर के अब लास्टकाबाट आउँछन् के यताबाट पनि चापबाट पनि आउँछन् है। ती क्वेसन्स हामी मेन क्वेसन्स गराउँछौँ लास्टका। यसपछि म तिमीले त्यो कपी लिएर आउने त त्यो कपीमा मैले टक्क पोइन्ट लेखेको छु लास्टका है। लास्ट हुन्छ लास्टका यतातिर छन् यस्तै यस्तै। तर त्यसमा म सर्टकटमा लेखेको छु। ठिक छ यताबाट लेखाइदिनु केही छैन है। हो यतावाला छन् हेर त यहाँबाट तिमीले एक दुई क्वेसन नबन्ला रे यस्ता यस्ता नबन्ला नबने पनि तर बाँकी बन्ने हो है। यो नबने पनि ग्यासवाला भयो बुझ्यो ग्यासवाला युनिट भयो। अनि तिम्रो यताका युनिट भयो लास्टका 2 युनिट सही छन्। एउटा डिजिटलवाला छ त्योवाला भयो। केही नआए पनि केही यो डिजिटलवाला योवालाबाट नम्बर ल्याउन सकिन्छ है। यो बिग ब्याङ थ्योरी पक्का आउँछ। अनि तिम्रो यताबाट यो हो यो एउटा क्वेसन ट्रान्सफर्मरको आउँछ। क्वेसनै क्वेसन गर्ने यसमा त हाम्रो टाइम हुने होइन। तर यसका क्वेसनै क्वेसन गर्ने किनभने इक्जाममा एउटा क्वेसन आएको हामी देखिया हुन्छ है। ट्रान्सफर्मरको एउटा क्वेसन आएको हामीले देखिया हुन्छौँ है। ट्रान्सफर्मरको एउटा सिम्पलवाला क्वेसन यी फर्मुलावाला ट्रान्सफर्मरको एउटा फर्मुलावाला क्वेसन सिम्पल आउँछ। त्यो क्वेसन म अनलाइन पनि त्यसमा राखिदिउँला एकचोटि हेरिराख्ने क्वेसन्सहरू। मेन चिजहरू हेरिदियो भने भइहाल्यो होइन। यति पुरै भन्नु केही छैन तर मेन चिज तिमीले हेरेको हुनुपर्छ। अब त्यसपछि यो क्वेसन हेर सिम्पल छन् म्याथमेटिकल क्वेसन हेर। पृथ्वीको पिण्ड दिएको होला अर्धव्यास दिएको होला है। यतातिर अन्तरिक्षको उचाइ दिएको छ है। उचाइ दिएको छ भने सतहदेखिको माथि उचाइ दिएको छ भने सेम फर्मुला राखेर निकाल्ने। यहाँ हेर त यो सेम सबै दिएको भयो भने है पिण्ड दिएको छ अनि रेडियस पनि दिएको छ उचाइ पनि दिएको छ यस भन्यो भने त्यो यसमा जी निकाल गुरुत्वाकर्षणको मान पत्ता लगायो भन्यो भने यो फर्मुला जो फर्मुला तिमीले अहिले यहाँ सबै दिया हुने हो। के दिएको हुने हो यहाँ पृथ्वीको पिण्ड पनि दिया हुने हो। के हुने हो पिण्ड यहाँ पनि दिएको छ भने 5.97 × 10⁻24 kg मतलब यस्तो दिएको छ भने है। किलोमिटर छ भने मिटरमा गर्ने एउटैमा है। के गर्ने पिण्डलाई किलो यहाँ आएर एसआई युनिटमा कन्भर्ट गर्ने केमा एसआई एकाइमा है। उसै सोल्भ नगर्ने उसै गलत आउने हो। पिण्डलाई केमा गर्ने हमेसा किलोग्राममा केमा समयलाई हमेसा के गर्ने सेकेन्डमा ध्यान दिने समयलाई सेकेन्डमा। अनि लम्बाइलाई मिटरमा लम्बाइलाई के गर्ने मिटरमा। किलोमिटर दिए पनि केमा गर्ने मिटरमा है। किलोमिटर दिए पनि मिटरमा। हजारले के गर्ने मल्टिप्लाई गर्ने है। 1 किलोमिटरबाट लेखिराख्ने पोइन्ट्सहरू कहिले काहीँ 1 किलोमिटरबाट के हुन्छ 1000 मिटर के हुन्छ 1000 मिटर हुन्छ। यस्तो याद गराख्ने है। ग्राममा दिएको भयो भने केजीमा कन्भर्ट गर्ने है। ग्राममादेखि लगेर केजीमा हजारले के गर्ने डिभाइड गर्ने के गर्ने भाग गर्ने। ग्राम सानो भयो ठुलो गर्दाखेरि सानोलाई ठुलोमा गर्दाखेरि के गर्ने भाग गर्ने। ठुलोलाई सानो गर्दाखेरि के गर्ने मल्टिप्लाई गर्ने। यस्ता यस्ता कन्सेप्ट याद गराख्ने। माइनर कन्सेप्टले पनि धेरै क्वेसन बन्ने हो। साना क्वेसनले पनि के गर्ने हो धेरै कन्सेप्ट के हुने हुन् बन्ने हुन् है। यो तरिका क्वेसन छ यसमा हाम्रो देखिरहेको छ। अब यहाँ हेर यो तिम्रो कहिलेकाहीँ यहाँ हेर कम्पेरिजनवाला आउँछ। यो पृथ्वीमा गुरुत्वाकर्षणको मान र चन्द्रमामा गुरुत्वाकर्षणको मान भन्ने साइडमा हेर त। पृथ्वीमा गुरुत्वाकर्षणको मान र चन्द्रमाको पहिला निकाल भन्छ सबै दिया हुन्छ। चन्द्रमाको निकाल्ने के निकाल्ने चन्द्रमाको पहिला निकाल्ने। पृथ्वीको हामीलाई थाहा छ 9.8 मिटर पर सेकेन्ड के हुन्छ पृथ्वीमा 9 जी को भ्यालु के हुन्छ 9.8 मिटर पर सेकेन्ड हुन्छ। चन्द्रमाको तिमीले निकाल्छौ 1.62 समथिङ छ। के छ 1.62 समथिङ छ हो। कति गुणाले बढी छ भने डिभाइड गर्ने के गर्ने पृथ्वीको जो जी को भ्यालु योभन्दा कति गुणाले ठुलो छ भने के गर्ने डिभाइड गर्ने के गर्ने
डिभाइड गरेर 9.8 लाई 1.62 ले डिभाइड गरेर जति गुणा निक्लिन्छ 6 गुणाले कति 6 गुणाले पृथ्वीको गुरुत्व प्रवेगको मान चन्द्रमाको भन्दा कति गुणा ठुलो छ 6 गुणाले कति 6 गुणाले यहाँबाट निक्लिन्छ यहाँ हेर यो क्वेसन टिक लगाएर राख्ने यो क्वेसन एक्जाममा आउने हो यो पृथ्वीको गुरुत्व प्रवेग दिएको छ यहाँ 9.8 कन्फ्युज नहुने अर्थ लेखिएको छ जीई भने के हो अर्थ हो जीएम भने के हो मुन हो यो तरिकाले दिएको हुन्छ यो तरिकाले के बुझिराख्ने यो क्वेसन यो तरिकाले दिएको भनेर के गरिराख्ने बुझिराख्ने है यो गरिराख्ने है यो क्वेसन चाहिँ के गरिराख्ने यो तरिकाले बुझिराख्ने हो यो चाहिँ इम्पोर्टेन्ट छ। अब नेक्स्ट थोड़ा हामीले पिण्ड र तौलको पनि थोड़ा बताइहालौँ यो पनि एक्जाममा कहिलेकाहीँ आउँछ जस्तो लाग्यो है केही त सजी छन् है केही त यसमा सही छन् केही कठिन छ पिण्ड र तौल। अब पिण्ड र तौलको गरौँ यसमा क्वेसन्सहरू हेर्दै अगाडि क्वेसन्स बनाउँदै हेर्दै पछाडिको क्वेसन हेर्दै जाऊ। अब यही हो मौका लास्ट हो मेन यो टाइमहरुमा तिमीले थोड़ा बहुत अगाडि मेहनत गर्दै गऱ्यो भने केही छैन एउटै किताबमा पास हुन सजिलो छ पिण्ड र तौल पिण्ड र तौल यो रेकर्ड हुन लाग्दैन मेरो रेकर्ड गरे